सिम्ता साथ काप्रीचोरको तामाचुली सम्भावनाको पहाड उपेक्षाको कथा। आउनुहोस् यसको बारेमा विशेष विस्तृत सहितको भिडियो हजुरहरूका माझमा। सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका काप्रीचोरमा अवस्थित तामाचुली केवल एउटा डाँडा होइन, यो त हजारौँ मनका आशा, विश्वास र सपनाको प्रतीक हो। जहाँ उभिँदा आकाश नजिक देखिन्छ, हावा शुद्ध लाग्छ र मन आफै शान्त हुन्छ। तामाचुलीको टुप्पोबाट हेर्दा सिम्ताका पाखा पखेरा, हरिया वनजङ्गल, खोल्छा खोला र टाढा फैलेको बस्ती सबैले स्वर्गीय अनुभूति दिन्छ। यति सुन्दर, यति पवित्र स्थल, तर आजसम्म पनि यहाँ एउटा अवस्थित मन्दिरसम्म बनाउन सकिएको छैन। यो कुरा सोच्दा मन भारी हुन्छ। वर्षौँदेखि कुरा चल्यो तामाचुलीमा मन्दिर बनाउने, धार्मिक तथा पर्यटकीय केन्द्र बनाउने, सिम्ताको पहिचान बनाउने, तर यी सबै फाइलभित्र, भाषणभित्र र चुनावी नाराभित्रै सीमित भए। स्थानीय जनताको आस्था, भक्तजनको श्रद्धा, युवाहरूको सपना सबै आजसम्म अधुरै छन्। यदि यहाँ एउटा सुन्दर व्यवस्थित मन्दिर, पैदल मार्ग, सिडी, पानी, शौचालय र सुरक्षा संरचना बनाइयो भने तामाचुली केवल धार्मिक स्थल मात्र होइन, सिम्ताकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ। यहाँ आन्तरिक तथा बाहिरी पर्यटक भित्रने भने स्थानीय होमस्टे सञ्चालन, स्थानीय खाना, कृषि उत्पादन, हस्तकला, रोजगारी र स्वरोजगार सबै क्षेत्र फस्टाउन सक्छ। तर दुर्भाग्य, यति ठुलो सम्भावना हुँदाहुँदै पनि तामाचुली आज पनि उपेक्षाको शिकार बनेको छ। नेताहरू आए, फोटो खिचे, घोषणा गरे, भाषण गरे, तर फर्किँदा तामाचुली फेरि एक्लै रह्यो। आज तामाचुली शान्त छ, तर त्यो शान्तिमा गहिरो पीडा लुकेको छ। म कहिले विकास देख्ने, म कहिले पहिचान पाउने। अब समय आएको छ कागती प्रतिबद्धता होइन, व्यावहारिक काम गर्ने, योजना होइन निर्माण सुरु गर्ने। स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार र प्रवासी सिम्ताली सबै मिलेर तामाचुलीलाई धार्मिक पर्यटकीय केन्द्र बनाउन दृढ सङ्कल्प लिनुपर्छ। तामाचुली केवल ढुङ्गा र माटोको पहाड होइन, यो सिम्ताको गौरव हो, पहिचान हो, भविष्य हो। यदि आज हामीले ध्यान दिएनौँ भने भोलि इतिहासले सोध्नेछ, यति ठुलो अवसर हुँदाहुँदै तिमीले किन गुमायौ? आऊ अब तामाचुलीलाई अपक्षबाट निकालेर विकासको शिखर तर्फ लैजाउँ। यो केवल तामाचुलीको मात्र होइन, सम्पूर्ण सिम्ताको उज्यालो भविष्यको प्रश्न हो।